ल है त गाइस सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। अहिले हामी चाहिँ कोलपुरदेखि दाङमा रहेको धारापानी अनि थारू संग्रहालयको विशेष भ्रमणका लागि पिकनिक गएका छौं गाइस। सबैले युट्युब च्यानल हेरिदिन विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। यो चाहिँ दाङको हेलो नानी दाङको कहाँ रे यो ठाउँ? धारापानी हैन होला धारापानी हो। ढोगाई छ एकदम बवाल तरिकाको झकाझक। यो ढोगाईले केही परिवर्तन ल्याउला जस्तो छ। ल दर्पणको नाम राख्छ यसले। ल त्यसै के छ माग के छ? तपाईको माग के छ के? मागमा त यसमा हाम्रो नम्बर आउँछ। वाओ अनि तपाईको एउटा A+ एउटा सुन्दर कन्या। वाओ एउटा सुन्दर कन्या। वाओ भल कति गयो हजुरको उस पनि वाउ पुरा हुनेछ सर। ल तपाईलाई धन्यवाद। कस्तो लागिरहेछ तपाईलाई भन्नुस्? रमाइलो लाग्यो। बहुत कि अलि धेरै खाना खाने अहिले ल उहाँको त एकदम पुरा हुन्छ है। के छ तपाईको विश? धेरै ठुलो छ। ला हाम्रो अब करियर पनि उल्टो हो जाएगा। ल उल्टो घुमेछ नै सबैजना गाइस। कस्तो लागिरहेछ त? खतरा यत्रो बेर घुमाए गर्मीमा त्यसपछि उल्टो भयो। साला ये दुख का खत्म नहीं होता बे। खुसी म्यान हुनुहुन्छ यहाँ मध्ये तर खुसी चाहिँ कोही हुन्छ। सबैजना खुसी छन् एकदम। तपाईँ उल्टो घुम्नुभयो कि सुल्टो घुम्नुभयो भन्नुहोस्, बताउनुहोस्। सुल्टो घुमे हाउकुर नभन्नु कि उल्टो घुम्नुभयो? अब टक्क बेलुका भलक हेर्ने जीवन भलकमा आउँछ झक्काझक एडिट भएर। मेरोलाई अलिकति कट गरेर त्यो सुन्दर कन्याले सुनेर आइदियोस्। ओ माई गॉड भन्नेवाला हाल्ने त्यही उसमा के फनी साउन्ड फनी टाइपको भलगर हुन्छ अरे मेरो। त्यसो तपाईँ त बहुत के यता हेर्नु त तपाईँ धपक्क बोल्नु भएको त। हेलो लुकिरहनु भएको छ। मैले बहुत बोलिरहेको छु। मुख धोएर मुख धोएर आएको मान्छे हाम्रो नजिक हुनुहुन्छ। उहाँले एकदम चारचोटि मुख धोइसकेका छन्। उहाँले त अब जुत्ता खोलेरै उस पुरा गर्नु गर्दैन। हाउरा नभन्नु त अरू सबले खोले होइन नि त। और अभी तो रुको क्लाइमैक्स अभी बाकी। हेलो गाइस, यहाँ बाजेले सुट्टा मारिरहनु भएको छ। उता साइडमा बजाइ बसिरहनु भएको छ। बजाइको अगाडि हेर्नुहोस् झकाझक तरिकाले। उहाँलाई भन्न उहाँको चुरा हेर्नुहोस् कति राम्रो हुनुहुन्छ। हुक्का खाना बाजे फेरि आइयो। सुट्टा पनि हुक्का तान्न जाऊ थारू टोल्न सक्छ। ए हेरेको दोस्ती हामी यहाँबाट निस्क्यो। लगाइछ हाम्रो कता गयो हाम्रो ग्रुप? म त अलपत्रै परिसकेको छु। हेलो यो के तरिका हो यो? ल दर्शन गर्न डान्स स्टेप हो त्यहाँ। डान्स स्टेप हो त्यहाँ बवाल डान्स गर्दिन तपाईले यसो मिलाएर खाएर नै डान्स गर्न तर एकदम बवाल डान्स गरिरहनु भएको छ। बहुत राम्रो छ। मान्छे पनि बहुत राम्रो हुनुहुने रहेछ। मन गर्यो लैजानु घर यस्तो
उहाँले टक्क लगाएर ओहो लकेट पनि क्या दामी रहेछ है लैजानु चाँदीको बिक्री भएपछि त्यति नजर आइजान्छ के भइराख लाग्यो धनी बन्न सक्ने रहेछ त ओहो ल ठिक छ चाँदी टक्क लगाएर यहाँ ठाउँ पनि एकदम दामी रहेछ आउनु के छ पछाडि के बाजे यहाँ त बाजेको खुट्टो भाँचिया रहेछ ल ओइ त्यो बाजे अड्केर बाजेको खुट्टो भाँचिया रहेछ है गाई जो त एकदम नराम्रो कुरा हो हेर्नुहोस् दर्शकबिन खुट्टो भाँचिएको छ बाजेको खुट्टो भाँचिएर यहाँ राखेर रहेछन् ल नआत्तिनुहोस् के बाजे हाँस्दैनन् बाजे हाँस्दैनन् त हामी के हेलो बाजे हेलो बाजे कैसे हो क्या झकाझक है बाजे की छोरी कता छन् त अनि टक्क लाएर बाजे की छोरी कता छन् त के गर्दै हो यहाँ उहाँ के गर्दै हुनुहुन्छ भन्नुहोस् त गाई उहाँ गाई भन्दा नि उहाँ गाई एकदम ल ठिक छ केही छैन हात साथ हेराउनुहोस् ओहो ल भात मागे हो त्यो मजाक नगर न यार तिमी यार खालि मजाक गर्छ यार त्यही बानी मन पर्दैन यता आउनु भाइ तिमी केही नै रहेछ कहाँको छ बाजे रहेछ नि एक्लै छैन बाजेले त्यो गर्न खान यहाँ बाजे हुनुहुँदैछ रोक्ने बजाइ पठाइदिन्छ यार के यार तिमी बिहे बालेर आउनु रहेछ नि त पक्का चलो के पकाउनु भयो त यहाँ खाना यहाँ खाली छ खोइ त अनि खै हामीलाई भात पस्किदिनु त भातै बाँकी हैन खाली कोट कति छिटो गएर डोरीवाला कट्टु बाँधेर लाजै छैन नगरेर लाज नगरेर कट्टु राम्रो लाग्यो बाजेको यतादेखि न बाजेको कपाल त पुलिस बाजे भएपछि बोल्नु छ आफूमा चाहिँ बाबु छ बेस्ट त पक्का ओरिजिनल भ्यू त यहाँ रहेछ है लगाइ छ है टक्क लगाएर यहाँ के गर्नु भएको छ यतातिर ल भाले ल्याएर टक्क लगाएर ओहो के भयो यार तिमी सानै छौ अलि कट्टु अलि ठुलो लगाउनु भयो यार कट्टु देखाइदेऊ न ल पिछडा छामेर बस्छ लास ल टक्क लगाएर है गाई चाहिँ के गर्नु छ बिउ धानको बिउ हो यो साच्चीकै हो यो साच्चीकै हो क्या ए धानको बिउ हो गाई है उहाँले रोपेर यहाँ फलाइ लसुन हो कहिले रोप्यो होला लसुन हो कि लसुन होइन त्यो धान भलकमा पनि तेरो बाबा त लसुन धान रहेछ गाई उता बत्ती ओहो खाजा एक्लै के रोटी हो यो तेरी खै सेतो सेतो रोटी छ के रोटी हो ओइ त बाजे कस्तो साच्चीकै हेरे जस्तो भएको है यो बाजे त कस्तो साच्चीकै हेरे जस्तो हाय हाय बाजे यार त यार एक्लै खाने यार के यो रोटी यस्तै रोटी अब बजेलाई ओए बजे के यार मासु ढुङ्गा राखेको छ यार मासु भनेर के हाल्यो यस्तै ढुङ्गा राखे बजेले तल बजेले टपरीमा के राखेको छ हेर्नु न यो टपरीमा त्यो टपरीमा रोटीसँग के खानलाई छ ए रोटीसँग यो चक्ना होला सायद चक्ना रहेछ खाऊ है यसमा के हो त धान काट्नलाई यो है बच्चासँगको आइमै पनि काम गर्न आएछ त ल तपाईँ घरमा बस्नुहोस् के त्यो बाबु ल्याएर कहाँ दुखिरहनु भएको के ल्याउनु भएको लगाएर भाइ यो टोकरी सोकरी बोकेर कहाँ यहाँ कता हिँडेको बिजुली बालेर हट भएर ए अन्त यहाँ यो रक्सी बाँड्न लाग्यो के मुसा है यो गराउनु न मेन ओहो तपाईँ यहाँ एक्लै मुसा खोज्ने उहाँले मुसा समातिराख्नु भएको छ टक्क लाएर है चट्ट लाएर हामीलाई नदिएर एक्लै के गरिदिरहेको खोजेर चप्पल ओहो उहाँको चप्पल हेर्नु झकाझक चप्पल लाउनु एउटा मुसा पार्सल गरेर लैजानु के पर्दियो देऊ न भाइ यार हो त्यो राम्रो रहेछ यार एउटा मुसा ल्याउ न हामीलाई यो खावा रियाज गर हामी भाउ बिहान ऊ गरेको धान दाइ हालेको भाइ पराल्न पुग्दिम त छिर गर्नु न त्यो टाढाबाट भयो कि रियाक्सन दिएर गर्नु न त्यस्तै के यो
वहाँ त गाजर लगाउनु आएको त यता देखा नि यता बिहा गर्नु न बिहा गरेर लगे सुन्नु हँ पानी पुऱ्याउनु भएको छ ठिक छ है वहाँ त क्या दामी हुने ओहो बहुत माया लागिरहेको थियो टाढोमा नागि तेरो बा युट्युबमा हो क्या टेस्ट बहुत मन परेको आँखा हेर क्या दामी ओहो बिहे गरिदिउँ कि दाँत पनि कति राम्रो लैजानु के गर यो चाहिँ थारू सङ्ग्रहालयमा रहेको मूर्तिहरूसँग प्र्याङ्क गर्दै बनाएको भिडियो चाहिँ हेरिदिनु होला सबैले माया गरिदिनु होला धन्यवाद